नमस्ते एभ्रिवान, तपाईँलाई स्वागत छ लर्न विथ सन्त युट्युब च्यानलमा। आजको यस भिडियोमा रहेर म तपाईँहरूलाई बेसिकली टोलोकाको बारेमा केही छोटो जानकारी दिन चाहन्छु। एन्ड टोलोकामा रहेको जुन एप्लिकेसनमा एउटा जब आएको छ, जुन टास्क तपाईँलाई गरे बापत मिनिमम म्याक्सिमम होइन $5.20 चाहिँ तपाईँले पर डे कमाउन सक्नुहुन्छ। एन्ड बोट बाइक आरबी फाइन्ड रिक्वेस्टेड युआरएल भनेर भनेको छ। बेसिकली यो टास्क स्टार्ट गर्नुभन्दा अगाडि तपाईँहरूले एउटा ट्रेनिङ दिनुपर्ने हुन्छ। एन्ड त्यो ट्रेनिङमा तपाईँले 80% भन्दा हायर एन्सर दिन सक्नुभयो भने मात्र तपाईँले यो टास्कमा एक्सेस मिल्छ। सो आजको लागि यस भिडियो तपाईँहरूलाई बेसिकली तपाईँहरूको लागि फोकस गरेर बनाएको भिडियो हो। एन्ड आजको लागि यस भिडियो तपाईँहरूको लागि इन्ट्रेस्टिङ हुनेछ। एन्ड भिडियोलाई कतै पनि स्किप नगर्नु होला। एन्ड लास्टसम्म अवश्य हेरिदिनु होला। यदि तपाईँले कतै ठाउँमा स्किप गर्नुभयो भने तपाईँले यो टास्कलाई कम्प्लिट गर्न सक्नुहुन्न। सो आजको लागि भिडियो स्टार्ट गरौँ। एन्ड तपाईँहरूले यो बोट बाइक आरबी फाइन्ड रिक्वेस्टेड युआरएलको ट्रेनिङ, त्यो जबलाई एक्सेस गर्नको लागि सुरुमा ट्रेनिङमा थिच्नुपर्ने हुन्छ। ट्रेनिङमा थिचिसकेपछि यहाँ तपाईँलाई केही इन्स्ट्रक्सनहरू दिएको छ। टास्क एन्ड गोल, फाइन्ड रिक्वेस्टेड युआरएल। एन्ड तपाईँले यो पढेर गर्न सक्नुहुन्छ। एन्ड म तपाईँलाई क्लोज गर्छु एन्ड डाइरेक्टली देखाउने प्रोसेसमा छु। एन्ड सुरुमा भनेको छ फाइन्ड रिक्वेस्टेड युआरएल, न्यू मोटरसाइकल इन्भेन्टोरी भनेर भनेको छ। एन्ड इन्स्ट्रक्सनहरू दिएको छ यहाँ। एन्ड टास्कको डिस्क्रिप्सन, इक्जाम्पलहरू सबै दिएको छ। एन्ड न्यू मोटरसाइकल इन्भेन्टोरी, एन्ड यहाँ मुनि आउनुहोस्। एन्ड यहाँ तपाईँले सिलेक्ट टास्कमा न्यू मोटरसाइकल इन्भेन्टोरी चुज गर्नुहोस्। तपाईँले यहाँ न्यू मोटरसाइकल थिच्नुपर्ने हुन्छ। एन्ड न्यू मोटर बाइक थिच्यो भने पनि हुँदैन। एन्ड यहाँ जे भनेको छ त्यही लेख्नु होला। एन्ड वेबसाइटमा जानु होला। एन्ड यति भइसकेपछि न्यू मोटरसाइकल इन्भेन्टोरी, न्यू मोटरसाइकल इन्भेन्टोरी यहाँ न्यू मोडलमा थिच्नु होला। एन्ड सिम्पली यसलाई कपी गरिदिनु होला। एन्ड यता आउनु होला। एन्ड यस भनेर लेख्नु होला। एन्ड यो अघिको तपाईँले कपी गर्नु युआरएललाई यहाँ पेस्ट गरिदिनु होला। एन्ड यहाँ तपाईँले इक्जाम्पल हेर्न सक्नुहुन्छ। तपाईँले एक्ज्याक्ट यहाँ चाहिँ युआरएल हाल्नुपर्ने हुन्छ। यदि तपाईँको युआरएल फरक छ भने तपाईँले फेरि सबमिट गर्नुपर्ने हुन्छ, तपाईँ फेल हुनुहुनेछ। एन्ड यो हालिसकेपछि यहाँ सबमिट गर्नु होला। एन्ड अर्को आएको छ यहाँ सेड्युल सर्भिस भनेर भनेको छ। एन्ड सेड्युल सर्भिसलाई पनि यहाँ चुज गर्नु होला। सेड्युल सर्भिस एन्ड वेबसाइटमा जानु होला। एन्ड यहाँ तपाईँहरूलाई हुनेछ सर्भिस डिपार्टमेन्ट एन्ड सर्भिस एपोइन्टमेन्ट। एन्ड यसलाई कपी गरिदिनु होला। एन्ड जुन तपाईँहरूको ब्याक गरिदिनु होला सेड्युल सर्भिस, यहाँ तपाईँले पेस्ट गरिदिनु होला। एन्ड यसमा थिच्दिनु होला। एन्ड कन्टिन्यू गरिदिनु सक्नु। अरे सेड्युल सर्भिस, सेड्युल सर्भिस भनेको छ, बट यसमा मिलिरहेको छैन। बट एन्सर त यहीँ रहेको छ। यही हो एन्सर। यसलाई ब्याक गरिदिनु। अघिकै यहाँ म तपाईँलाई यही सबमिट गरिदिन्छु। एन्ड यो युआरएल नभएको कारणले म यो युआरएललाई
कपी गर्छु एन्ड पेस्ट गरिदिन्छु। अनि यहाँ सेड्युल सर्भिस भनेको छ, सेड्युल सर्भिस चुज गर्नु होला, सेड्युल सर्भिस एन्ड यहाँ वेबसाइटमा जानुहोस्। सर्भिस एपोइन्टमेन्ट्समा जानु होला एन्ड यसलाई कपी गरिदिनु होला एन्ड ब्याक पेस्ट सबमिट। एन्ड फाइन्ड रिक्वेस्टेड युआरएल भनेको छ यसमा प्री ओन्ड मोटरसाइकल इन्भेन्टोरी, प्री ओन्ड मोटरसाइकल इन्भेन्टोरी एन्ड यसमा प्री ओन्ड मोटरसाइकल इन्भेन्टोरी टप प्री ओन्डमा जानु होला एन्ड प्री ओन्ड मोटरसाइकल इन्भेन्टोरी कपी गरिदिनु होला ब्याक ब्याक प्री ओन्ड मोटरसाइकल इन्भेन्टोरी यसलाई पेस्ट गरिदिनु होला एन्ड सबमिट गरिदिनु होला। प्री ओन्ड मोटरसाइकल इन्भेन्टोरी भनेर भनेको छ अर्कै, यसलाई पनि चुज गर्नु होला, प्री ओन्ड मोटरसाइकल इन्भेन्टोरी एन्ड वेबसाइट जानु होला, वेबसाइटमा प्री ओन्ड मोटरसाइकल यसलाई यसमा चाहिँ हल्का चेन्ज छ, पी ओ इन्भेन्टोरी एन्ड त्योभन्दा अगाडिको अलिकति हटाउनु होला एन्ड यसलाई कपी गर्नु होला एन्ड ब्याक ब्याक यसलाई यहाँ पेस्ट एन्ड सेड्युल सर्भिस भनेर भनेको छ, सेड्युल सर्भिसमा जानु होला, सेड्युल सर्भिस गो टु वेबसाइट सेड्युल सर्भिस तीनटा बारमा थिच्नु होला एन्ड सर्भिस एन्ड पार्ट्समा सेड्युल सर्भिसमा थिच्नु होला सेड्युल सर्भिस भइसकेपछि यहाँ यसलाई कपी गरिदिनु होला सर्भिस एन्ड अर्डर पार्ट्समा आएको छौँ हामी गाइज। प्लिज यस भिडियोलाई लाइक गरिदिनु होला एन्ड कमेन्ट पनि गरिदिनु होला। यदि तपाईँहरू नयाँ हुनुहुन्छ भने प्लिज सब्सक्राइब पनि गरिदिनु होला, एक सब्सक्राइबले नै हामीलाई एक मोटिभेसन हुनेछ। एन्ड अर्डर पार्ट यदि तपाईँहरूको लिङ्क तपाईँहरूले फेला पार्न सक्नुभयो भने जस्ट यु क्यान कमेन्ट मी एन्ड कमेन्ट डाउन, म तपाईँहरूलाई कमेन्ट मार्फत भन्नेछु। अर्डर पार्ट्सको लागि पार्ट डिपार्टमेन्ट पार्ट फाइन्ड थिच्नु होला
जस्ट कपी गरिदिनु होला ब्याक submit find requested your order parts मा आएको छ गाइस order parts order parts department parts request कपी गरिदिनु होला paste submit and अर्को आएको छ गाइस pre-owned motorcycle inventory pre-owned motorcycle inventory यो pre-owned bikes मा क्लिक गर्नु होला and यसलाई कपी गरिदिनु होला and back order parts guys गएर सर्भिस एन्ड पार्ट्समा क्लिक गर्नु होला सर्भिस एन्ड पार्ट्स order partsमा सर्भिस एन्ड पार्ट्समा क्लिक होला order partsमा क्लिक गर्नुहोस् यसलाई कपी गर्नु parts order parts new motorcycle inventory new bikes मा अनि यसलाई कपी paste submit and new motorcycle inventory नै आएको छ guys न्यू मोडल्समा क्लिक गर्नु होला
ठिकै मिलेको रहेछ गाइस। यसैलाई नि कपी गरेर पेस्ट गरिदिनु होला एन्ड यसमा जानु होला V1 ओके यु पास द ट्रेनिङ टास्क विथ द स्कोर अफ 83 भनेको छ। अब टास्क लिस्टमा जानु होला एन्ड तपाईँले यहाँ तपाईँको ट्रेनिङ चाहिँ 83% आएको छ। जस्ट तपाईँले पास पास भइसकेको छ। अब यस जबमा तपाईँ जोइन हुनको लागि तपाईँलाई विदिन एन आवरमा चाहिँ तपाईँलाई यो टास्क प्रोभाइड गरिनेछ एन्ड तपाईँले यो टास्कलाई कम्प्लिट गरे बापत तपाईँलाई अर्निङ मिल्नेछ। सो गाइस आजको भिडियो कस्तो लाग्यो कृपया प्रतिक्रिया दिनु होला एन्ड भिडियोलाई लाइक गरिदिनु होला, कमेन्ट गरिदिनु होला एन्ड सेयर गरिदिनु होला एन्ड च्यानलमा नयाँ हुनुहुन्छ भने प्लिज एन्ड पुरानो नै भ्युवरहरू हुनुहुन्छ भने प्लिज सब्सक्राइब चाहिँ गरिदिनु होला। थ्याङ्क यू फर वाचिङ दिस भिडियो गाइज। बाई, सी यू इन द नेक्स्ट